सानो रूप ठुलो छ है घोडा आख्यानको सानो रूप ठुलो छ है घोडा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा सात सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी देख्न सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी देख्न आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा पूर्ण प्रसादले सुरु गरे पछाइ बढे धेरै बुझ्नै पर्छ सबैले आवाजमा मेरे 30को दशकमा बनेको है उर्वर पान र पुस्तकमा छापिएको सरसर लेखिए लघु कृति धमाधम आए पाठकको मनमुटुमा बस्न सफल भए बाधा विरुद्ध पार गर्दै बढ्दै अघि आयो कागज र छापाबाट फेसबुकमा छायो 7 सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी लेख्न 7 सालमा सुरु भयो लघु गीत लेख्न धेरै राम्रो हुँदै आयो अझै बाँकी लेख्न आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा आहा हाम्रो लघु कथा आहा राम्रो लघु कथा नमस्कार सम्पूर्ण लघुकथा प्रेमी मनहरूमा म सत्य अधिकारी हाम्रो लघुकथा केन्द्र को यो प्रतिनिधि लघुकथा वाचन र यसमा समीक्षा भन्ने कार्यक्रममा लघुकथाहरू वाचनको लागि यहाँ उपस्थित भइसकेको छु। मैले वाचन गर्ने लघुकथालाई साथ दिनको लागि यहाँ हाम्रो समीक्षक डाक्टर पुष्कर राज भट्ट सर पनि आउँदै हुनुहुन्छ। उहाँलाई मैले देखेपछि उहाँलाई अवश्य पनि जोड्ने छु र मैले वाचन गरेको लघुकथाहरू भनौँ हाम्रो यो केन्द्रको हाम्रो लघुकथा केन्द्रको कार्यक्रमलाई साथ दिनलाई यहाँ थुप्रै लघुकथा प्रेमीहरू आउने क्रम जारी नै रहिरहेको छ। मैले यहाँ कमेन्ट चाहिँ प्रतिक्रियामा हजुरहरूको नाम देख्न सकेको छैन, माथि फोटो चाहिँ देखेको छु। हजुरहरू सबैलाई यो कार्यक्रममा स्वागत भन्न चाहन्छु। बिस्तारै यो स्लो कनेक्सन भनेको छ, बिस्तारै बिस्तारै हजुरहरूको नाम र प्रतिक्रियाहरू आउनेछ अनि आएपछि मैले पक्कै पनि हजुरहरूलाई छुटाउने छैन। र आदरणीय लता केसी दिदीलाई देखेको छु, धेरै भयो नबोलेको, के कस्तो हुनुहुन्छ हजुर? एकदम कार्यक्रममा स्वागत गर्दछु, नमन गर्दछु दिदी हजुरलाई। हजुरलाई चाहिँ मैले यहाँ माथिबाट चिन्न सकेँ, अरू कसैलाई पनि मैले उ गर्न सकिनँ। एकछिनपछि यहाँ नाम आएपछि म पक्कै पनि भन्ने छु। र भन्दै गर्दा हजुरहरू आउँदै गर्दा म आजको समीक्षक डाक्टर पुष्कर राज भट्ट सरलाई पनि जोड्ने छु अनि त्यसपछि सँगसँगै लघुकथाहरू वाचन गरौँला भन्ने जानकारी पनि गराएँ।
उहाँलाई मैले यहाँबाट रिक्वेस्ट पठाएको छु, एक्सेप्ट गरेर उहाँ पक्कै पनि जोडिनुहुन्छ होला भन्ने आशा गरेको छु। उहाँ जोडिने क्रममा हुँदै हुनुहुन्छ होला जस्तो लाग्यो। निर्मला दिदीलाई पनि देखेको छु, कार्यक्रममा हार्दिक स्वागत गर्दछु, नमन गर्दछु निर्मला दिदी हजुरलाई। फेरि उहाँले रिक्वेस्ट पठाउनु भएको छ, मैले एक्सेप्ट गर्छु अनि त्यहाँबाट हाम्रो कार्यक्रम उहाँलाई एड हुन एकदम गाह्रो भइरहेको छ। अरुण नदी खत्री सरले रिक्वेस्ट पठाउनु भएको छ। मैले उहाँलाई एउटा अनुरोध गरेँ है, यो कार्यक्रममा अहिले बिचमा आएर यहाँ कुनै पनि रिक्वेस्टहरू नपठाइदिनु होला है। मैले डाक्टर पुष्कर राज भट्टलाई जोड्ने कोसिस गर्दा गर्दै अर्को रिक्वेस्ट आएपछि उहाँलाई जोड्न गाह्रो हुन्छ भन्ने ऊ पनि गरेँ। नमस्कार डाक्टर साहब। नमस्कार हजुर, मैले त यो फोटो चेन्ज गर्नु भएको रहेछ अनि कस्तो गाह्रो भयो। होइन, नाम त पुरानै हो, होइन जस्ट हजुरको फोटो र जोइनिङ मात्रै भनेर आयो। कतै हुनुहुन्छ नि? अब त चिनिसक्नुभयो, अब सुरु गर्दा हुन्छ। हुन्छ हुन्छ सर, हजुरलाई पनि कार्यक्रममा स्वागत गरेँ, नमन गरेँ हाम्रो लौकथा केन्द्रको अनि मेरो व्यक्तिगत तर्फबाट पनि है। ल सुरु गरौँ अब। हुन्छ, म आजको लघुकथाहरू सुरु गर्छु है त। पहिलो लघुकथा छ नि, आजको वाचनमा परेको पहिलो लघुकथा रहेको छ दुर्गा वनवासी दिदीको लघुकथा आन्टी शीर्षकको लघुकथा म अब वाचन गर्नेछु है त। निकै नाम चलेको सामाजिक संस्थाकी संस्थापक स्थापित समाजसेवी उनी। विशेष बालबालिकाका हक हितका क्षेत्रमा उल्लेखनीय सेवा तथा योगदान गरे बापत थुप्रै सम्मान पुरस्कारहरूबाट पनि सम्मानित ओजस्वी व्यक्तित्वकी स्वामिनी। हरेक वर्षको बाल दिवस अत्यन्तै विशिष्ट र भव्य तरिकाले मनाउने गर्थ्यो उनको संस्थाले, उनकै पहलमा। यसपल्ट पनि निकै प्रशंसनीय कार्यक्रमको आयोजना भयो। अन्य सङ्घ संस्थाका प्रतिनिधि, स्वयंसेवी तथा विदेशी दाताहरू निमन्त्रित थिए। कार्यक्रमको सभापतित्व उनैले ग्रहण गरेकी थिइन्। कार्यक्रम पश्चात बच्चाहरूलाई भोजन तथा लत्ता कपडा वितरणको कार्यक्रम थियो। लस्करै राखिएका केटाकेटीलाई आफ्नै बाहुलीबाट उपहार प्रदान गर्दै थिइन् उनी। अघि पछि निमन्त्रित विशिष्ट पाहुनाहरू पनि थिए उनको अभियानमा हातेमालो गर्दै। कैयौं क्यामेरा र रेकर्डहरू पनि सक्रिय थिए। अघिल्लै दिन रटाइएको थ्याङ्क यू आन्टीसँग उपहारहरू विनिमय हुँदै थिए। थ्याङ्क यू मालिकनी एउटा 11-12 वर्षे बच्चाको मुखबाट हठात फुत्कियो। छेउमै बसेकी 6-7 वर्षकी उसकी बहिनीले प्याट्टै हिर्काउँदै भनी, कस्तो हौ दादा तिमी त, हिजो राति मात्रै मालिकनीले भोलि मिठो खाना र राम्रो नाना पाइन्छ, तर तिमीहरूले ती मान्छेहरूका छेउमा मलाई मालिकनी नभन्नु आन्टी भन्नु है भनेर सम्झाउनु भएको बिर्स्यौ भनेर लघुकथा सकिएको छ। अब यो लघुकथामाथि समीक्षा टिप्पणी गर्ने पालो चाहिँ डाक्टर साहबको। धन्यवाद। यो लघुकथाको शीर्षक अङ्ग्रेजीमा रहेको छ। हामीले लघुकथाको शीर्षक सकेसम्म नेपालीमा नै राख्ने गरौँ। नेपालीमा जब शब्द पाइन्छ भने त्यसको जबरजस्ती अङ्ग्रेजीकरण गर्नु आवश्यक छैन जस्तो मलाई लाग्छ। अब सुरुको मेरो सल्लाह यो रह्यो। त्यसपछि यो लघुकथाको शीर्षकमा चाहिँ गइसकेपछि यसको प्रारम्भमा जाउँ। यसको प्रारम्भमा लेखकले आफै त्यो लघुकथाकी मुख्य पात्रको बारेमा चरित्र चित्रण गर्नुभएको छ।
लघुकथामा लेखकले पात्रको चरित्र चित्रण गर्दैन। लेखक स्वयं भन्दा पनि त्यहाँ उपस्थित पात्रहरूले, त्यहाँ परिवेशले, त्यहाँको घटनाहरूको क्रमसँगै पात्रको बारेमा जानकारी पाइयो भने त्यो राम्रो हुन्छ र त्यसले लघुकथालाई चाहिँ व्यवस्थित बनाउँछ भन्ने कुरा पनि मैले राखेँ। त्यसपछिको यो लघुकथामा चाहिँ एउटा गैर सरकारी संस्थाको कार्यक्रम, त्यहाँ अनाथ बाल बालिकाहरूलाई सहयोग गर्ने कार्यक्रम रहेको छ। ती बाल बालिकालाई सहयोग पनि गरिन्छ र सहयोग लिने क्रममा थ्याङ्क यू आन्टी भन्ने शब्द चाहिँ सिकाइएको हुन्छ। धन्यवाद काकी भन्दा पनि हुन्थ्यो त्यसलाई चाहिँ। अनि त्यसरी भन्ने क्रमसँगै एउटा बच्चाले चाहिँ धन्यवाद मालिकनी वा थ्याङ्क यू आन्टी भनेर भनेको चाहिँ छ। अनि यो त्यो बालकको भनाइसँगै यो लघुकथाको मूल चाहिँ रहस्यबाट पनि भएको छ। अर्थात् के भएको छ भने त्यहाँ उनले आफै अनाथ आश्रममा राखेका वा आफूले चाहिँ कामदार बनाएर राखेका बालबालिकाहरूलाई नै उनले चाहिँ राम्रा कपडाहरू लगाएर मिठो पानीहरू दिएर अनि सहयोग गरेको नाटक गरेकी रहेछन् र त्यो नाटकको चाहिँ त्यहाँ पर्दाफास हुन्छ। र त्यसै क्रममा त्यो बालकको दिदीले अघिल्लो दिन मालिकनीले सिकाएको कुरा, तिमीहरूले भोलि चाहिँ मालिकनी नभन्नु आन्टी भन्नु भनेर भनेको कुरा प्रस्तुत गरेसँगै लघुकथा सकिएको छ। शीर्षकमा र प्रारम्भमा के मिलाइयो भने यो लघुकथा समग्रमा ठिकै छ। यो लघुकथाले देखाउन खोजेको कुरा के हो भने यहाँ हाम्रो समाजमा मानिसको चरित्र र उसको चित्रका बीचमा चाहिँ अन्तर छ। उसको चित्र चाहिँ एक किसिमको छ तर चरित्र चाहिँ अर्को किसिमको बनेर आएको छ। एउटा समाजसेवी, उदारमना, परोपकारी चरित्रको मानिएकी महिला बालबालिकाहरूलाई कामदार बनाएर राख्ने रहेछन्। अनि ती कामदार बनाएर राखेका बालबालिकाहरूलाई नै सहयोग गरेर एक किसिमको समाजमा चाहिँ नाटक जस्तो वा एउटा आडम्बर जस्तो प्रस्तुत गर्ने रहेछन्। र त्यो आडम्बर त्यो बालकको असावधानी पूर्वक खसेको वाक्यसँगै, एउटा वाक्यसँगै त्यहाँ चाहिँ रहस्यको उद्घाटन भएको छ। अर्थात् के हो भने त्यहाँ चाहिँ त्यो जुन किसिमको लुकाउन खोजिएको सत्य थियो त्यो उदाङ्ग हुन्छ र एउटा प्रुफ यथार्थ चाहिँ हाम्रो सामु देखिन्छ। अर्थात् के हो भने त्यसले एउटा प्रुफ यथार्थप्रति इङ्गित गरेको छ। यसरी यो लघुकथामा चाहिँ हामीले के पाउँछौँ भने एउटा आडम्बरमा बाँचिरहेको एकजना समाजसेवी, एकजना महिला, एकजना परोपकारी महिलाको चरित्रको उद्घाटन भएको छ। लघुकथामा पात्रको रूपमा कमै पात्र छन् र त्यहाँ चाहिँ ती मालिकी पात्रको संवाद आएको छैन, त्यहाँ दिदी र भाइको मात्रै आएको छ। र त्यो दिदी र भाइको संवादसँगै त्यहाँको रहस्य चाहिँ प्रकट भएको छ। परिवेश चाहिँ एउटा सामाजिक सार्वजनिक समारोहको छ। सार्वजनिक समारोहमा भएको कार्यक्रमको बेला देश विदेशका पाहुनाहरू बोलाइएको, उनीहरूका बीचमा चाहिँ अनाथ बालबालिकाहरूलाई चाहिँ सहयोग गरिएको र त्यो सहयोग गर्ने क्रममा त्यहाँ प्रस्तुत भएको घटनाले एउटा यथार्थलाई उद्घाटन गरिएको छ। यो एउटा यथार्थ एउटा व्यक्ति पात्रको मात्र नभएर एकजना त्यो कथामा वर्णित मालिकको मात्र नभएर हाम्रो समाजमा चाहिँ जसरी मानिसहरूले धन प्राप्तिको लागि, त्यस्तै गरी मान सम्मान प्राप्तिको लागि अनेकन प्रपञ्च गरिरहेका छन्, त्यसको प्रतिनिधि कथाको रूपमा यो आएको छ। योले एउटा कुरूप यथार्थलाई इङ्गित गरेको छ।
अनि यो हाम्रो समाजमा रहेको आडम्बरी चरित्र, मान्छेको दोहोरो चरित्र, अनि त्यसै गरी चित्र र चरित्र बीचको अन्तर र उनीहरूको अनि सामाजिक मर्यादाका लागि जे जस्तो किसिमको पनि कार्य गर्ने प्रवृत्ति आदिलाई चाहिँ देखाएको छ। यसर्थमा यो लघुकथाले दिने सन्देश स्पष्टता आएको छ। लघुकथा निर्माणको क्रममा लेखकले केही ध्यान दिनुभयो भने उहाँका लघुकथाहरूले प्रस्तुत गर्ने सामाजिक यथार्थले हाम्रो सामाजिक चरित्रलाई देखाउनका लागि थप मद्दत मिल्नेछ भन्दै मैले यो लघुकथाको बारेमा यति नै कुरा राखेँ। धन्यवाद। यसमा आएको के फोन मैले आमा। हस् डाक्टर साहब नमस्कार। मिठो समीक्षा गर्नुभयो है। अब म खै प्रतिक्रियाहरू मैले केही पनि देख्न सकेको छैन, अहिले पछि हेरौँला, केही छैन। अब दोस्रो लघुकथा वाचनतिर जागौँ। हुन्छ हुन्छ। दोस्रो लघुकथा, आजको प्रतिनिधि लघुकथा वाचनमा परेको दोस्रो लघुकथा छ योग्यता शीर्षकको र यसलाई लेख्नु भएको छ लघुकथाकार गणेश लम्साल, सुकेधारा, काठमाडौँबाट। यो लघुकथा यसरी सुरु हुन्छ। प्रधानमन्त्री बन्ने हो। रातिको करिब 11 बजेतिर मलाई बालुवाटार बोलाएर सोधियो, सायद छिमेकी भनेर होला। बन्दिन, मैले सिधा र सपाट उत्तर दिएँ, जुन अपेक्षित उत्तर थिएन नै। आसेपासे सहित उहाँ स्वयं चकित पर्नुभयो। तिमी के भन्दैछौ त्यो त थाहा छ? थाहा छ, म प्रधानमन्त्री बन्दिन। किन नबन्ने नि? मेरो योग्यतै पुग्दैन। किन र? तिमीले MBA गर्या होइनौ र 25औं वर्ष जागिर खाएको होइनौ कि नागरिकता छैन? हो, त्यही भएर मेरो योग्यता नपुगेको। अनि कसरी? मास्टर्स गरेको कोही आजसम्म प्रधानमन्त्री भएको छ र? म झक्किएँ। छैन। 25 वर्ष जागिर खाएको कोही छैन होला? छ कोही भनेर भन्दा कोही छैन होला भन्ने उत्तर आयो। मैले चुनाव लडेर जितेको सांसद भा हुँ? मैले चुनाव लडेर जितेर सांसद भा हुँ र? होइन। मसँग बाउन्सर पाल्ने हुती छ? छैन। मैले आजसम्म झुट बोलेको छु? छैन। जाल जेल गरेका छु भन्दा छैन। छिनछिनमा कुरो फेर्या छु? छैन। चाहे भने जान्दछु? सक्दैनस्। सोझो मुला। चुनाव नजिती पनि प्रधानमन्त्री हुन सक्ने स्थापित नेता हुँ? होइन। मेरो बहुमत पुग्छ? पुग्दैन। म प्रमुख प्रतिपक्षी दलको नेता हुँ? होइन। त्यसो भए मेरो योग्यता कसरी पुग्छ त? त्यो पर्दैन, त हुन्छ भन्न, म पुर्याइदिन्छु। एउटा अध्यादेश भन्दै आफू बसे भन्दा माथि टाँगेको फोटोतिर हेर्दै मुसु मुसु हाँस्नुभयो भनेर लघुकथा सकिएको छ। यो चाहिँ योग्यता शीर्षकको लघुकथाको अब समीक्षा गर्ने पालो हजुरको डाक्टर साहब। धन्यवाद। यो लघुकथामा राजनीतिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ। अहिलेको राजनीतिमा योग्य पात्रहरू नभएको, योग्यताको कदर नभएको र अयोग्य पात्रहरू रहेको भन्ने निष्कर्ष लेखकको रहेको छ। यसै क्रममा लेखकले आफ्ना योग्यताहरू प्रस्तुतको क्रममा प्रस्तुत गरेका छन् र यतिको योग्य भएको मान्छेले प्रधानमन्त्री हुन सक्दैन, तर चाहिँ कम पढी लेखेको अनि गुण्डागर्दी गर्न सक्ने र समाजमा चाहिँ विध्वंसक कार्य गर्न सक्ने मान्छे चाहिँ ठुलो पदमा पुग्न सक्छ, राजनीतिमा पुग्न सक्छ भन्ने निष्कर्ष साथ प्रस्तुत गरिएको छ। लघुकथामा संसदीय राजनीतिका सीमाहरूको बारेमा चर्चा गरिएको छ। यहाँ चाहिँ अयोग्य पात्रहरू पनि ठुला पदमा पुग्ने, उनीहरूले चाहिँ सही ढङ्गले काम नगर्ने र जनताले दुःख पाउने गरेको सन्दर्भ यहाँ प्रस्तुत गरिएको छ। राजनीतिको सन्दर्भमा जागिर खानको जस्तो निश्चित योग्यता क्रम निर्धारित गरिएको पनि हुँदैन, त्यो हुनुपर्छ भन्ने पनि आवश्यक हुँदैन। किनभने राजनीति गर्नु त्यति सहज हुने अनि त्यो चाहिँ कुनै शैक्षिक योग्यताले मात्र पुग्ने भन्ने कुरा पनि हुँदैन।
राजनीति गर्नलाई पनि लामो त्याग तपस्या र योगदान दिएपछि एउटा निश्चित बिन्दुमा मान्छे पुग्छ। सबै मानिसहरू राजनीति गर्ने सबै मानिसहरू ठुलो पदमा पुग्दैनन् भन्ने कुरा पनि हुँदैन। अनि ठुलो पदमा पुगेका सबै मान्छेहरू खराब नै हुन् र सबै मान्छेहरूले सही ढङ्गले काम गर्दैनन् भन्ने भाष्य पनि गलत हो। अर्थात् के हो भने राम्रो नराम्रो सबै ठाउँमा हुन्छ अनि हरेक व्यवस्थामा पनि त्यसको केही उपलब्धिहरू हुन्छन् भने त्यही सीमा पनि हुन्छ। त्यसर्थ एउटा सन्तुलित भएर विश्लेषण गर्नु अनि घटनालाई एकाङ्गी रूपमा नहेरेर पूर्वाग्रही रूपमा नहेरेर त्यसलाई चाहिँ त्यसका गुण पक्ष र दोस्रो चाहिँ दुवै पक्ष हेरेर चाहिँ विश्लेषण गर्नु आवश्यक हुन्छ। अझ लेखक त सचेत प्राणी पनि हो। फेरि यहाँ केही कुराहरू अब अहिलेसम्म मास्टर डिग्री नगरेको मान्छेहरू प्रधानमन्त्री भएको या यस्तै किसिमको कुराहरू छ, त्यो त होइन। नेपालमा चाहिँ ठुलो योग्यता भएका मान्छेहरू पनि उच्च पदमा पुगेका छन्, कम योग्यता भएका पनि पुगेका छन्। त्यसो हुनाले कुन समयमा कस्तो किसिमको मान्छे आउँछ भन्ने कुरा त्यो राजनीतिक विकास क्रमसँगै अनि व्यक्तिको नेतृत्व विकास क्रम, उसले चाहिँ नेतृत्वमा पुग्नु, त्यहाँ पुगेर उसले चाहिँ काम गर्नुसँग सम्बन्धित हुन्छ। अन्तिममा चाहिँ यहाँ चाहिँ अध्यादेशको प्रसङ्ग उठाइएको छ। सामान्य ढङ्गले सहज ढङ्गले स्वाभाविक ढङ्गले जुन कुरा पुरा हुँदैन त्यसलाई चाहिँ अध्यादेश मार्फत ल्याएर जबरजस्ती पारित गराउने, अर्थात् के भने संसद चलेर पारित गराउने, संसदमा नलग्ने, बहस नगर्ने र अध्यादेश मार्फत नै सरकार चलाउने, शासन सत्ता चलाउने कुरा चाहिँ गलत हो र यो कुराको पनि विरोध गरिएको छ। तर अध्यादेशबाटै कुनै मानिसलाई चाहिँ पदमा ल्याउने अनि ठुलो मान्छे बनाउने भन्ने कुरा त्यस्तो व्यवस्था नेपालमा छैन जस्तो लाग्छ। र यो लौकथामा हामीले के पाउँछौँ भने दुईजना व्यक्ति बिचको संवाद छ, प्रस्तुत शैलीको प्रयोग गरिएको छ र परिवेश चाहिँ एउटा घर र अनि अर्को मान्छे चाहिँ कुनै अर्को ठुलो ठाउँबाट सम्पर्क गरेको र अनि त्यो उनीहरूको बिचको संवाद भएको देखाइएको छ। लौकथामा चाहिँ राजनीतिक व्यङ्ग्य छ, राजनीतिक रूपमा विसङ्गतिहरू छन्, समस्याहरू छन्, अनि संसदीय व्यवस्थाका सीमाहरू छन्, व्यक्ति पात्रका सीमाहरू छन्, अनि त्यस्तै गरी राज्यका निकायहरूका पनि सीमाहरू छन्। ती सीमाहरू रहेकै क्रममा पनि जब असल व्यक्ति शासनमा आउन सक्दैन अनि जुन राजनीतिक व्यवस्था छ त्यसले चाहिँ जनतालाई सही ढङ्गले न्याय दिन सक्दैन अनि सही ढङ्गले मान्छेले चाहिँ बाँच्न पाउने अवसर, प्रगति गर्ने अवसर पाउँदैन भने मान्छेमा एककाले वितृष्णा आउँछ। त्यो वितृष्णाले एक किसिमको चाहिँ कुण्ठा उत्पन्न गर्छ, कुण्ठा आक्रोशमा परिणत हुन्छ र त्यो आक्रोशमा परिणत हुनेसँगै त्यसले एउटा जनआन्दोलनको रूप लिन्छ र मान्छेहरू राज्यको विरुद्धमा, सरकारको विरुद्धमा अनि शासन शैली गर्ने क्रियाकलापको विरुद्धमा वा नेतृत्वको पनि विरुद्धमा सडकमा आउँछन् वा त्यो कुनै न कुनै ढङ्गले आफ्नो विमति प्रस्तुत गर्छन् र त्यो एउटा किसिमको असन्तोष, असन्तुष्टि वा आक्रोश, कुण्ठा को अभिव्यक्तिको रूपमा चाहिँ यो लौकथा आएको छ। यसर्थमा यो लौकथालाई चाहिँ नेपालमा चाहिँ राजनीतिको मुख्य तहमा पुगेका मान्छेहरू योग्य भएनन् भन्ने एउटा चिन्तन वा विचार चाहिँ प्रस्तुत गरिएको छ। धन्यवाद। त्यति नै हो यो लौकथाबारे मेरो अभिप्राय। हस् डाक्टर साहब, हस्, धन्यवाद टिप्पणी समीक्षाको लागि। र म अलिकति हाम्रो साथीहरूपट्टि पनि गएँ है त। शान्ता साक्य हार्दिक नमन सबैमा भन्दै उपस्थित हुनुभएको रहेछ, उहाँलाई पनि कार्यक्रममा स्वागत गर्दछु मेरो अनि हजुरको तर्फबाट पनि। धन्वन्तरी मिश्र नमस्कार भन्दै उपस्थित हुनुभएको छ कार्यक्रममा। नमस्कार, कार्यक्रममा स्वागत गर्दछु धन्वन्तरी सर हजुरलाई।
कृष्ण बोहरा नमस्कार भन्दै आउनु भएको छ, हजुरलाई पनि कार्यक्रममा स्वागत गर्दछु। जीवन कुमार अधिकारी नमस्कार सबैमा भन्नुभएको छ, हजुरलाई पनि कार्यक्रममा स्वागत गर्दछु, नमन गर्दछु। सत्यजितलाई देखेको छु, नमस्कार गर्दै आउनु भएको छ, हजुरलाई पनि कार्यक्रममा स्वागत तथा नमन। जीवन कुमार अधिकारी राजनीतिक वितृष्णा जागेको छ, अध्यादेशलाई कटाक्ष हानेको छ लघुकथाले भन्नुभएको छ, पक्कै पनि मिठो प्रतिक्रियाको लागि हजुरलाई धेरै धेरै धन्यवाद जीवन कुमार अधिकारी सर। छविलाल खड्का मगर सरलाई पनि दिएको छु, नमस्कार भन्दै आउनु भएको छ, कार्यक्रममा स्वागत गरेँ छविलाल सर हजुरलाई। जीवन कुमार अधिकारी सरले जनता जनार्दनको निर्णयलाई स्वीकार्नु पनि पर्दछ, जनतालाई दिएको ठुलो जिम्मेवारी हो जनता जनार्दन हुन् भनेर प्रतिक्रिया दिनुभएको छ, यसको लागि धन्यवाद। प्रार्थना खनाल म्यामलाई पनि देखेको छु, नमस्कार भन्दै आउनु भएको छ, कार्यक्रममा स्वागत गर्दछु, नमन गर्दछु। सम्पूर्ण मैले यहाँ देख्न सकेको नसकेको सबैलाई कार्यक्रममा स्वागत गर्दै फेरि पनि आजको प्रतिनिधि लघुकथा वाचन कार्यक्रम अन्तर्गतको तेस्रो लघुकथा वाचन गर्नेछु म। तेस्रो लघुकथा रहेको छ आदरणीय लघुकथाकार सोम कुमार सुब्बाद्वारा लिखित जवाफ शीर्षकको लघुकथा। अब म सुरु गर्छु है त। म दौडदै थिएँ, 7 बजेको गाडी जो भेट्नु थियो समय हुनै आँटे थियो। तत्क्षणै मोबाइलमा सन्देश आयो, टङ्ग। मैले झलक्क हेरेँ, मन्त्री लेखिएको थियो। मेरो रौँहरू जिरिङ्ग उठे। म हत्तपत्त सडक किनारा छेउ लागेँ, श्वास थामेर सन्देश पढेँ। धन्यवाद भाइ लेखिएको थियो। मैले बुझ्ने कोसिस गर्दै थिएँ, अघि नै औँलाहरूले नमस्कार सर लेखेर पठाएछु। तुरुन्तै जवाफ आयो, नमस्कार भाइ, सन्चै छौ? म फुरुक्क भएँ, ढिलाइ नगरी लेखेँ, सन्चै छु सर, अनि हजुर? त्यसपछि हाम्रो लामो लेखालेख भयो, आत्मीयता नजिकियो। यसै क्रममा मैले मेरो छोरालाई नोकरीमा लगाउने निधो गरेँ र कुरा त्यतैतिर मोडे। सरलाई भोलि भेट्न सक्छु? कुनै बेला पनि सक्नुहुन्छ, दरवाजा खुल्ला छ। फुलबुट्टे जवाफले म गदगद भएँ। एकाएक मेरो मनले धेर गुलियोलाई तितो अनुभव गर्यो। पहिले हतार पतार उसको पासपोर्टित प्रोफाइल खोताले, ऊ त पूर्व मन्त्री पो रहेछ, जो 5 वर्ष अघि विजय हुँदा मैले पठाएको बधाईको जवाफ पो फर्काएको रहेछ भनेर चाहिँ लघुकथा सकिएको छ। अब यसलाई समीक्षा गर्ने हजुरको पालो डाक्टर। धन्यवाद। यो लघुकथामा पनि राजनीतिक विषयवस्तु नै उठाइएको छ। लेखक चाहिँ नेपाल बाहिर पूर्वोत्तर भारतको बासिन्दा भएको हुनाले उहाँको जुन भाषा छ त्यो पनि त्यहाँको स्थानीय भाषाको रूपमा आएको छ। हामीले बोल्ने जुन नेपाली छ त्यसमा चाहिँ नेपालीका शब्दहरू बढी हुन्छन् भने पूर्वोत्तर भारततिरको साथीहरूको लेखाइमा वा बोलाइमा हिन्दीको प्रभाव चाहिँ देखिन्छ र कतिपय हामीले हिन्दी उर्दू ठानिएका शब्दहरू पनि त्यहाँ चाहिँ मिसिएर आएका पाउँछौँ। अनि यसरी स्थानीय भूगोलको फरक हुनाले अनि भाषामा चाहिँ के कस्तो प्रभाव पर्छ, अनि त्यो भाषा हेरेर मानिस कुन ठाउँको बासिन्दा हुनुपर्छ भनेर पनि सहज अनुमान लगाउने गरिएको पनि पाइन्छ। यसर्थमा यो एउटा भाषिक भूगोलको कुरालाई मैले प्रस्तुत गरेँ। लघुकथामा एकजना पूर्व मन्त्रीको सन्देश आउनु, धन्यवाद भनिएको सन्देश आउनु र त्यसपछि संवादको कुराकानी हुनु, अनि त्यसपछि छोराको जागिरको कुरा वा अन्य कुराहरू आउनु र अन्तिममा त्यो मानिस चाहिँ पूर्व मन्त्री भइसकेको स्थिति सँगै लघुकथा चाहिँ समापन भएको छ। लघुकथामा एउटा कुरा के व्यक्त गरिएको छ भने पदमा हुँदाखेरि मानिसले अरूको जवाब दिन पनि भ्याएको हुँदैन। त्यहाँ चाहिँ मन्त्रीले
आफू मन्त्री हुने बेला दिएको जवाब चाहिँ मन्त्रीबाट फुत्केपछि दिएको छ। अर्थात् के हो भने समय व्यवस्थापन गर्ने, जनताको प्रश्नको समाधान गर्ने, जनताको डेलिभरी, दैनिक कामकाजलाई, उनीहरूको जिज्ञासालाई, उनीहरूको चाहिँ एउटा संवेदनालाई समयमा सम्बोधन नगर्ने र त्यो सम्बोधन गर्न नसकेको हुनाले अनि उसको चाहिँ पछौटेपनलाई चाहिँ देखाउँछ। अर्थात् के भने प्रविधिमा सञ्चारमा चाहिँ पछाडि रहेको भन्ने कुरा चाहिँ देखाउँछ। अर्को कुरा, लामो समयसम्म कुरा गर्नु अनि भनिएको कुरा पुरा गर्नु मान्छेले कस्तो अवस्थामा गर्दो रहेछ भन्दाखेरि पदमा नरहेको अवस्थामा गर्दो रहेछ। पदमा भएको अवस्थामा त उसलाई त्यो कसैको जवाब दिने फुर्सद पनि हुँदैन, उसले दिन पनि चाहँदैन र अनि चाहिँ उसले चाहिँ कसैप्रति जवाबदेही पनि भइरहँदैन। अर्थात् यो लघुकथामा हामीले राजनीतिक कर्मीहरूको काममा ढिला सुस्तीलाई प्रस्तुत गरिएको छ, जनताप्रतिको जवाबदेहिता नभएको अवस्थालाई प्रस्तुत गरिएको छ र सामान्य अवस्थामा हुँदा, पदमा नहुँदाखेरि जनतासँग मिल्ने अनि उनीहरूसँग कुराकानी गर्ने समय चाहिँ निकाल्ने र एउटा निष्क्रिय कुरा गर्ने, तर पदमा भएको बेलामा सामान्य रेस्पोन्स पनि नगर्ने, सामान्य प्रतिक्रिया पनि नदिने कुराले जनतामा चाहिँ राजनीतिक नेतृत्वप्रति चाहिँ निराशा छ, कुण्ठा छ, उनीहरूप्रति आक्रोश छ। राजनीति कर्मीले जनताको पक्षमा सकेसम्म काम गर्नुपर्छ। यदि काम गर्न नसकिने अवस्था भने सकिँदैन भन्न पनि सक्नुपर्छ र त्यसपछि उनीहरूले दिएको जो प्रश्न छ वा कुनै जिज्ञासा छ, कुनै चाहिँ एउटा सन्देश छ, त्यसलाई चाहिँ समयमै यदि समाधान गर्ने, त्यसको रेस्पोन्स गर्ने, त्यसलाई चाहिँ एउटा ग्रहण गर्ने गर्यो भने त्यसले समाजमा चाहिँ सकारात्मक सन्देश हुन्छ। त्यो सन्देशले गर्दा उनीहरूप्रतिको जनविश्वास चाहिँ बढ्छ। तर त्यसो हुन सकेको चाहिँ छैन। यो लघुकथामा हामीले के पाउँछौँ भने मूलत कामप्रतिको जवाबदेहिता नहुनु, ढिला सुस्ती हुनु, जनताप्रति चाहिँ पदमा हुँदा र नहुँदा फरक फरक व्यवहार हुनु र आफ्नो दोहोरो चरित्रलाई देखाउनु राजनीतिक कर्मीको रहेको छ। लघुकथामा राजनीतिक कर्मीको व्यवहार लाई चाहिँ प्रस्तुत गरिएको छ। सामान्यतया पदमा भएको बेला मान्छेले त्यति धेरै समय नदिन सक्छ, तर सामान्य एउटा अभिवादन वा त्यस्तो कुनै सुकानाहरूको पनि उत्तर त दिन सक्थ्यो, तर चाहिँ त्यो गरेको पनि देखिएन। लघुकथामा पात्रहरू दुईटा मात्र छन्। परिवेश चाहिँ एउटा स्थानीय ठाउँको परिवेश छ, त्यो पनि गाडीमा हिँडिरहेको अवस्था छ र गाडीमा हिँडिरहेको बेला सन्देश आउनु अनि त्यसपछि त्यो सन्देश चाहिँ प्रविधिका माध्यमबाट आदान प्रदान गर्नु र कुराकानी गर्नुसँग सम्बन्धित रहेको छ। लघुकथामा प्रविधि संस्कृतिले पारेको प्रभाव पनि देखाइएको छ, किनभने प्रविधिका माध्यमबाट एकअर्कामा कुराकानी भएको छ र राजनीतिक विषयवस्तु छ अनि राजनीतिमा चाहिँ विश्वसनीयताको कुरा छ। यस अर्थमा यो लघुकथाले चाहिँ जनता र राजनीतिको उच्च तहमा रहेका मानिसहरूको सम्बन्धका विभिन्न आयामहरूलाई चाहिँ देखाउन सकेको छ र यो लघुकथाले राजनीतिक कर्मीहरू जनताप्रति जवाफदेही हुनुपर्ने सन्देश प्रवाह गरेको छ। यस अर्थमा यो लघुकथालाई हामीले एउटा अध्ययन योग्य लघुकथाको रूपमा मान्नुपर्छ, किनभने लघुकथाको संरचना अनुसार आएको छ र घटनाको एउटा निरन्तर क्रमिक श्रृङ्खला छ र यसमा राजनीतिक नेतृत्वमा रहेका व्यक्ति पात्रको जीवनको असङ्गतिलाई चाहिँ प्रस्तुत गरिएको छ।
भन्ने कुरा राख्दै मैले यो लघुकथा कुरा बारेमा पनि आफ्नो कुरा यही राखेँ। धन्यवाद। हस्, धेरै धेरै धन्यवाद डाक्टर साहब। अब आज वाचन गर्ने लघुकथा 3वटै लघुकथाहरू लगभग सकिसकेको छ र पक्कै पनि हजुरहरूका लघुकथाहरू मैले वाचन गरिसकेँ। यहाँ प्रतिक्रियामा नदेखे पनि सुन्नुभयो होला। यदि सुन्नु भएको छैन भने पनि मैले आज हजुरहरूलाई एउटा सानो सूचना पनि दिन चाहन्छु। धेरै साथीहरूले मैले हाम्रो लघुकथाकार जसको लघुकथा वाचन हुँदैछ नि उहाँहरूलाई पूर्व सूचना गरे तापनि विभिन्न प्रविधिको कारणले गर्दा सुन्न नसकेको गुनासोहरूलाई मध्यनजर गर्दै मैले मेरो आफ्नै लघुकथाहरूको लागि वाचन गरिएका लघुकथाहरू यो हाम्रो कार्यक्रमलाई अलि जतन साथ राख्नको लागि युट्युब च्यानल पनि बनाएको छु। लघुकथाहरू त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ भन्ने जानकारी पनि मैले गराएर त्यहाँ अब लाइक शेयर कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। यो सबैजनाले भन्ने कुरा मैले पनि भने, साझा कुरा भन्ने जानकारी सहितको अनुरोध गर्दै अब भने हजुरहरू समक्ष हामी बिदा हुने बेला भइसकेको छ। फेरि पनि अर्को बिहिबार यसरी नै राम्रा राम्रा लघुकथाहरू, सन्देशमूलक, प्रेरणादायी, व्यङ्ग्यात्मक लघुकथाहरू लिएर म उपस्थित हुनेछु र हजुरहरूकै लघुकथाहरू माथि समीक्षा गर्न डाक्टर पुष्करराज भट्ट आउनुहुनेछ। हामीलाई साथ दिनु होला भन्ने अनुरोध गर्दै आजलाई भने हामी बिदा लिने बेला भइसकेको छ। सम्पूर्ण लघुकथा प्रेमी साथीहरूमा सुरुदेखि अन्तिमसम्म जो जति आउनुभयो, बसेर सुनिदिनु भएको छ, पक्कै पनि उहाँहरूलाई फेरि पनि धन्यवाद भन्दै आजको लागि चाहिँ बिदा माग्दछौँ। हार्दिक हार्दिक शुभरात्रि, नमस्कार। भट्ट सर, हजुरलाई पनि नमस्कार है, शुभरात्रि। नमस्कार। अब आज यो प्रविधिको खराबीले हो कि हो, लाइन नभएर मेरो फोटो देख्न पाइएन। अब फेरि अर्को हप्ता मैले मेरो त कहिले पनि देख्दिनँ फोटो हजुरको फोटो, मैले त कहिले पनि देख्नै पाउँदिनँ। खै यो हाम्रो अहिले बर्खातको बेला भएर हो कि के हो, यो नेटवर्ककै समस्या होला। ठिकै छ सर, अब अरू साथीहरूले देख्नु भयो भने ठिकै छ। ठिकै छ। नभए अब धेरै जस्तो साथी चिने जानेकै हुनुहुन्छ, भेटेकै हुनुहुन्छ। अब नचिनेको साथीहरूसँग पनि कुनै न कुनै दिन कुनै न कुनै रूपमा भेट हुने छ भन्ने आशा सहित अहिलेलाई बिदा हुन्छु। धन्यवाद। हस् हस् डाक्टर, नमस्कार, शुभरात्रि सम्पूर्णमा। नमस्कार।